सबैलाई नमस्कार। म प्रेम थापा। आज म आफ्नो मोबाइलको आइएमई नम्बर कसरी थाहा पाउने भन्ने विषयमा यो भिडियो देखाउन गइरहेको छु। आशा छ यहाँहरूले अन्तिमसम्म यो भिडियो हेरेर साथ दिन सक्नुहुनेछ। र साथीहरू, अब म आफ्नो मोबाइलको स्क्रिनतर्फ लागेँ। सर्वप्रथम हामीले मोबाइल स्क्रिनमा जाने र हाम्रो यो डायल प्याड छ, यो डायल प्याड क्लिक गर्ने। त्यसपछि डायल प्याड क्लिक गरिसकेपछि हामीले चाहिँ अब यो डायल प्याडमा स्टार #06 र # हानेर कलिङ गरेपछि हाम्रो यो आफ्नो मोबाइलको डिभाइस इन्फर्मेसन, हाम्रो आइएमई नम्बर, सिम1, सिम2 यो सबै आउँछ है साथी हो, यो आउँछ। त्यसकारण यसले यो आइएमई नम्बर भयो भने हाम्रो कथम कदाचित हाम्रो मोबाइल हराएको बखतमा यसले भेटाउन धेरै मद्दत गर्छ है साथी हो। हस् त, सबैलाई नमस्कार।